म राति गाडी चलाउँछु, थाहा छ, हरेक रात उस्तै उस्तै लाग्छ। सडक, बत्तीहरू, यात्रुहरू। तर एउटा रात यस्तो आयो जसले मेरो सबै सोचाइ नै परिवर्तन गरिदियो। आजको यो कथा त्यही रातको हो। एउटा सामान्य देखिने यात्रा कसरी मेरो जीवनको सबैभन्दा ठूलो पाठ बन्यो त्यही सुनाउँछु। राति करिब 11 बजेको थियो होला। एकजना वृद्ध मानिस मेरो गाडीमा आएर बसे। हेर्दा एकदमै शान्त देखिन्थे, तर उनले गरेको अनुरोध त्यो चाहिँ अलि अनौठो थियो। उनले सिधै $500 नगद देखाए अनि भने, आज रात मलाई 5 ठाउँमा पुर्याइदिनुपर्छ, तर एउटै शर्त छ, काम सकिएपछि मात्र सोध्नुहोला किन भनेर। एक जीवनको यात्रा हो, यो साँच्चै त्यस्तै थियो। अब $500 भनेको राम्रै पैसा होइन त? अनि मलाई पनि अलिकति रहस्यमय कुराहरूमा चासो लाग्थ्यो, त्यसैले मैले हुन्छ भनिदिएँ। उनले मलाई 5वटा ठेगाना दिए अनि हामी रातको सन्नाटा चिर्दै अगाडि बढ्यौँ। तर मलाई के थाहा थियो र कि त्यो यात्रा मेरो जिन्दगीको बाटो बदल्नको लागि थियो भनेर। हाम्रो पहिलो स्टप थियो उपनगरको एउटा घर। सामान्य नै देखिन्थ्यो, तर उनी गाडीबाट ओर्लिएनन्। लगभग 10 मिनटसम्म चुपचाप ख्यालबाट त्यो घरलाई मात्र हेरिरहे। मैले याद गरेँ, उनको आँखाबाट आँसु बगिरहेको थियो, एकदम चुपचाप। अनि एक्कासी उनले बिस्तारै भने, ल अब अर्को ठाउँमा जाउँ। त्यसपछि हामी पुग्यौँ एउटा प्राथमिक विद्यालयमा। रातको समय पुरै सुनसान। यसपटक चाहिँ उनी गाडीबाट ओर्लिए अनि सिधै स्कुलको खेल मैदानतिर गए। मैले देखेँ उनी एउटा खाली पिङमा गएर बसे। करिब 20 मिनटपछि मात्रै फर्केर गाडीमा बसे। गाडीमा फर्किने बित्तिकै उनको आवाजमा छुट्टै किसिमको याद थियो। उनले भने, म यहाँ पढाउँथे, 43 वर्ष, मेरो ज्यानले मन पराएको काम। त्यो रात उनले पहिलोपटक आफ्नो मौनता तोडेका थिए र मलाई बल्ल अलिकति केही कुरा खुल्दैछ जस्तो लाग्यो। अब हाम्रो तेस्रो गन्तव्य एउटा सानो पुरानो शैलीको डाइनर। उनी भित्र गए, मैले बाहिरबाट हेरिरहेको थिएँ। उनले 1 कप कफी मगाए र कुनाको एउटा टेबलमा बसे। तर सबैभन्दा अनौठो कुरा के थियो भने उनले त्यो कफीलाई छुएनन् पनि। एकछिन बस त्यो ठाउँलाई हेरिरहे अनि चुपचाप बाहिर निस्किए। गाडीमा बस्ने बित्तिकै उनको अनुहारमा हल्का मुस्कान थियो अनि उनले भने, मेरी श्रीमती र म हाम्रो पहिलो डेट यहीँ भएको थियो, सन् 1967मा। उनको आवाजमा त्यो दशकौं पुरानो प्रेमको न्यानोपन अझै पनि महसुस गर्न सकिन्थ्यो। चौथो स्टप चिहान घाट। अब चाहिँ वातावरण अलि गम्भीर भयो। उनी एउटा चिहानको अगाडि गएर उभिए। झन्डै आधा घण्टासम्म उनी त्यहीँ बोलिरहे, मानौ कोही साँच्चै सुनिरहेको होस्। जब उनी गाडीमा फर्किए, उनका आँखा राता थिए र आवाज कामिरहेको थियो। उनले यति मात्र भने, मेरी श्रीमती, आज 3 वर्ष भयो। र अब अन्तिम गन्तव्य। हामी 5औं ठेगानामा पुग्यौँ, अस्पताल। उनले भने, यो नै अन्तिम हो। मैले गाडी पार गर्दा मेरो मनमा हजारौं प्रश्नहरू थिए। रातभरको रहस्य अब खुल्न लागेको थियो। मैले गाडीको इन्जिन बन्द गरेँ। उनी मेरोतर्फ फर्किए। उनको नजर एकदमै स्थिर थियो अनि उनले भने, अब म बताउँछु मैले यस सबै किन गरेँ। र उनले जे भने त्यसले मेरो मुटु नै छिड्यो। उनलाई अन्तिम चरणको क्यान्सर रहेछ। डाक्टरहरूले भनेका थिए केही हप्ता, सायद केही दिन मात्र बाँकी छ। त्यसैले आज रातिको यो यात्रा, यो त आफ्नो जीवनको किताबलाई अन्तिम पटक पल्टाउने उनको एउटा प्रयास थियो। अनि उनले हरेक स्टपको मतलब सम्झाए। त्यो घर जहाँ मैले मेरा छोराछोरी हुर्काए, त्यो स्कुल जहाँ मैले आफ्नो उद्देश्य भेट्टाए, त्यो डाइनर जहाँ म प्रेममा परे, त्यो चिहान घाट जहाँ मैले अन्तिम विदाई गरेँ, र यो अस्पताल जहाँ आज म भर्ना हुँदैछु। त्यो उनको जीवनको नक्सा थियो। परिवार, उद्देश्य, प्रेम, बिछोड र अब अन्त्य। उनी हस्पिसमा भर्ना हुन आएका थिए र उनलाई थाहा थियो यहाँबाट उनी कहिल्यै घर फर्किने छैनन्। र यसरी सुरु भयो एक अप्रत्याशित मित्रता। उनले मलाई त्यो $500 दिन खोजे, तर मेरो हात अघि बढेन। मैले लिन सकिनँ, तर उनले जिद्दी गरे, लिऊ बाबु, अब यो पैसा दिने मसँग कोही पनि छैनन्, छोराछोरी बोल्दैनन्, साथीभाइ कोही रहेनन्। उनको आवाजमा यति गहिरो एक्लोपन थियो कि त्यो सहन गाह्रो थियो। त्यो रात म घर गएर सुत्न सकिनँ। गाडीमै बसेर धेरै बेल रोएँ, तर मलाई लाग्यो यो कथालाई यसरी अन्त्य गर्न हुँदैन। त्यसैले भोलिपल्ट म केही फूल लिएर फेरि त्यही अस्पताल गएँ। रिसेप्सनमा सोधेँ, मिस्टर प्याटरसनको कोठा कुन हो? जवाफ आयो, कोठा नम्बर 412। जब म कोठामा पुगेँ, मलाई देखेर उनको अनुहारमा जुन चमक आयो नि,
त्यो म जिन्दगीभर बिर्सिन सक्दिनँ। त्यसपछिका 2 हप्ता म हरेक दिन उनलाई भेट्न गएँ। हामीले उनको जीवनका बारेमा, उनका सपना र पछुतोका बारेमा कति कुरा गर्यौं। अनि एक दिन उनले मेरो हात समातेर भने, मैले त सोचेको थिएँ म एक्लै मर्नेछु, तर हेर त बाबु, यहाँ छ अन्तिम समयमा परिवार बनेर आएको एक अपरिचित। र त्यसपछि आयो उहाँको अन्तिम पाठ। एक मंगलबारको बिहान मिस्टर पाटरसनले यो संसार छोड्नुभयो। म उहाँको छेउमै थिएँ, उहाँको हात समातेर। उहाँ एक्लै मर्नु भएन र सायद जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही नै थियो। जानुअघि उहाँले मलाई एउटा अन्तिम इच्छा भन्नुभएको थियो। उहाँका अन्तिम शब्दहरू थिए, मानिसहरूलाई भन, अपरिचितलाई हेर्नु, साँच्चीकै हेर्नु, बाटोमा हिँड्दा दयालु हुनु। उहाँको अन्तिम संस्कार त्यहाँ जम्मा 6 जना मानिस थिए। हो, जम्मा 6 जना। 81 वर्ष बाँचेको, 43 वर्षसम्म हजारौं विद्यार्थी पढाएको, 52 वर्ष एउटै मान्छेलाई प्रेम गरेको मान्छेको अन्तिम विदाईमा केवल 6 जना। यो देख्दा मेरो मनै भाँचियो। त्यसैले मैले उहाँको अन्तिम इच्छा पूरा गरेँ। म त्यहाँ उभिएँ र 6 जनालाई मात्रै भए पनि भने, मिस्टर प्याटरसनले मलाई सिकाउनुभयो कि हरेक अपरिचित मानिसभित्र एउटा पुरै संसार लुकेको हुन्छ। हामीले गर्नुपर्ने यति हो कि एकछिन रोकेर साँच्चीकै हेर्ने प्रयास गर्नुपर्छ। एक अपरिचितको दयालुता। त्यो रातको अनुभवले मलाई साँच्चै भित्रैदेखि बदलियो। त्यो रात सकिएको थिएन, बरु त्यसले मलाई एउटा नयाँ मान्छे बनाएको थियो। मिस्टर प्याटरसनले मलाई जीवनलाई हेर्ने एउटा बिल्कुलै नयाँ आँखा दिनुभयो। अनि मैले के बुझेँ भने, अपरिचितप्रति देखाइएको दयालुपन कुनै एक्स्ट्रा वा अतिरिक्त कुरा होइन रहेछ। वास्तवमा त्यही नै सबथोक हो। किनकि सोच्नुस् त, हामी सबै एकअर्काका लागि अपरिचित नै त हौं जबसम्म कोही आएर हामीलाई साँच्चीकै देख्दैन। त्यसैले आजकाल म फरक तरिकाले गाडी चलाउँछु। मेरो गाडीमा बस्ने हरेक यात्रु मेरो लागि एउटा कथा हो। म सोच्छु, म सुन्छु र म साँच्चीकै हेर्ने कोसिस गर्छु। यो नै मिस्टर प्याटरसनप्रतिको मेरो श्रद्धाञ्जली हो। र यो कथा सुनाउनुको मेरो उद्देश्य पनि यही हो। हामी सबै त्यो अपरिचित बन्न सक्छौं, त्यो अपरिचित जसले एकछिन रोकिन्छ, जसले सुन्छ, जसले साँच्चीकै हेर्छ। कृपया त्यो अपरिचित बनौं, किनकि थाहा छैन कसैको लागि हामी उनीहरूको यात्रामा भेटिने अन्तिम न्यानोपन हुन सक्छौं।